दर्शकबिन एमालेको झन्डा बोक्दै यो लामो टाती युवाको समूह कहाँ जाँदै होला? एकचोटि यो भिडियो हेर्नुहोस् त। दर्शकबिन नमस्कार, मेरो नाम बुद्धिराम विश्वकर्मा हो। अहिले म रोल्पाको होलेरीमा छु। त्यसै रोल्पालाई विगत भनिएको होइन होला सायद। यो दृश्य हेर्दाखेरि मेरो मनमा त्यही जागिरहेको छ। अर्थात् रोल्पालाई विगत साँच्चीकै भन्नु जायज नै रहेछ। लाल सलाम। अब असंवैधानिक सरकार राजीनामा चाहिँ यहाँका मान्छेहरूमा त्यो खालको सोच स्थापना भएको रहेनछ जुन योभन्दा केही समय अगाडि जेन्जी भाइ बहिनीहरूमा भएको थियो। साँच्चीकै काठमाडौँतिर दाङतिर जेन्जीको आन्दोलन भयो, धेरैजनाले ज्यान गुमाउनु भयो। त्यसो त रोल्पामा पनि जेन्जीको आन्दोलन नभएको त होइन, तर आज होलेरीमा यो देख्दै गर्दा साँच्चीकै जेन्जीहरू हराएका हुन् त? के साँच्चीकै जेन्जीहरू मासु भातमा बिक्छन् त भन्ने प्रश्न मनमा उब्जिरहेको छ। तपाईँको मनमा के लागेको छ कृपया कमेन्ट गर्नुहोला। योभन्दा केही समय अगाडि भएको जेन्जी आन्दोलनमा धेरैले आफ्नो सन्तान गुमाउनु भयो, धेरैले यो देशको लागि ज्यान बलिदान दिनुभयो। त्यस अनुरूप केही परिवर्तन त भयो, तर आज यो दिन देख्दै गर्दा, यी समूहहरू नाचेको देख्दै गर्दा, एमालेको झन्डा उजालेको देख्दै गर्दा साँच्चीकै विडम्बना लागिरहेको छ। म कुन ठाउँमा छु, कुन देशमा छु? त्यत्रोको आमूल परिवर्तन गर्नका लागि कयौँ युवाहरूले ज्यान दिए, तर आज रोल्पाको होलेरीमा यस्तो देख्दाखेरि साँच्चीकै विडम्बना लागिरहेको छ। यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ धेरैजनाले सेयर गरिदिनु होला भन्न चाहन्छु। र तपाईँको मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला भन्दै म बुद्धिराम विश्वकर्मा छुटिए। नमस्कार।